नमस्कार, नेपाली सोल्सन्समा यहाँहरूलाई फेरि पनि स्वागत छ। आज हामी यस भिडियोमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा लिइने वार्षिक प्रणाली परीक्षाहरूको नतिजा नयाँ अनलाइन सिस्टमबाट चाहिँ कसरी हेर्न सकिन्छ भन्ने बारेमा हेर्न गइरहेका छौँ। साथसाथै तपाईले यो नतिजाको मार्कसिट चाहिँ कसरी पाउन सक्नुहुन्छ त्यो बारेमा पनि हामी हेर्नेछौँ। जस्तै आज 2081 साल असोज महिनामा सञ्चालित भएको बीएड सेकेन्ड इयरको चाहिँ रिजल्ट पब्लिस भइसकेको छ, जुन 12 महिना 4 गते आज भएको छ। अब यसकैको यो सूचनामा हेर्न पनि सक्नुहुन्छ, सूचनामा पनि लेखिदिएको छ। सूचनामा रिजल्ट हेर्न अथवा परीक्षाफल हेर्नको लागि चाहिँ त्रिविपनिकाको पोर्टल result.tuexam.edu.np मा हेर्न सकिनेछ भनेर भनेको छ। अब त्यो हेर्नको लागि चाहिँ हजुरले आफ्नो कुनै पनि वेब ब्राउजर खोल्न सक्नुहुनेछ। जस्तै मेरो केसमा मैले एउटा गुगल क्रोम खोलेको छु। सो त्यहाँ गएर अब पहिला चाहिँ तपाईले tuexam.edu.np भन्नेमा चाहिँ हेर्नुहुन्थ्यो हैन। यहाँनिर तपाईको यो चाहिँ परीक्षा नियन्त्रण कार्यालयको अफिसियल वेबसाइट भयो। यहाँनिर तलपट्टि आएर भ्यू रिजल्ट भन्नेमा यहाँनिर सेलेक्ट गरेर हेर्नुहुन्थ्यो है। अझै पनि कति विद्यार्थीहरूलाई चाहिँ थाहा छैन कि टियुले चाहिँ अहिले नयाँ रिजल्टहरू सबै उसको नयाँ सिस्टमबाट पब्लिस गर्न थालेको छ। त्यही भएर तपाईले अब यो पुरानो साइटमा गएर tuexam.edu.np मा गएर यहाँ तपाईले रिजल्ट खोज्न थाल्यो भने यहाँ देखिँदैन है। किनभने बल्खुमा अझै पनि बल्खु कार्यालयमा चाहिँ विद्यार्थीहरू टन्नै आइरहेको हुन्छ कि मेरो चाहिँ रिजल्ट देखाएकै छैन, यसको रिजल्ट देखाएन भनेर। किनभने कतिले उहाँहरूले चाहिँ यही पुरानो वेबसाइटै खोलेर हेरिरहनु भएको हुन्छ। सो त्यसैले अब चाहिँ तपाईहरुले पनिका बल्खुको चाहिँ नयाँ वेबसाइटमा खोल्नुपर्ने हुन्छ, जुन चाहिँ result.tuexam.edu.np भन्नेमा है। यो चाहिँ अहिले बल्खुको रिजल्ट हेर्ने नयाँ सिस्टम हो र यसैबाट अब तपाईले वार्षिक प्रणाली परीक्षाहरू जस्तै बीएड, बीबीएस, बीए र बीएससीहरूको जुन परीक्षा नियन्त्रण कार्यालयले लिने परीक्षाहरूको रिजल्ट चाहिँ तपाईले यसैमा हेर्न सक्नुहुन्छ सबै। सो अब रिजल्ट हेर्नको लागि चाहिँ तपाई यो result.tuexam.edu.np मा जानु भइसकेपछि चाहिँ त्यसपछि यहाँ एक्जाम सेलेक्ट गर्ने, हजुरको एक्जाम चाहिँ कुन हो। अब हजुरलाई त्यो एक्जाम कुन हो भनेर कहिलेको भन्ने अलि कन्फ्युजन छ भने चाहिँ तपाईले यो सूचनामा पनि हेर्न सक्नुहुन्छ। दोस्रो वर्ष 2080 भनेको मतलब बीएड सेकेन्ड इयर 2080 भनेको छ नि त हैन। सो त्यही भएर यहाँनिर एक्जाममा तपाईले यहाँनिर छान्ने, तलपट्टि हेर्नुस् त। अब यो रेगुलर हो कि पार्शियल हो। अब हुन त तपाई एक्जाम दिने विद्यार्थीलाई पनि थाहा भइहाल्छ तपाईले पार्शियल एक्जाम दिएको हो कि रेगुलर एक्जाम दिएको हो भनेर हैन। त्यो थाहा भएन भने तपाईले यहाँ सूचनामा पनि हेर्न सक्नुहुन्छ। संकायतर्फ यहाँनिर बीएड दोस्रो वर्षको आंशिक परीक्षा भनेको छ। आंशिक भनेको तपाईको पार्शियल एक्जाम भयो। सो त्यही भएर तपाईले यहाँनिर गएर अब तपाईको सर्च गर्ने है। पहिलाको रिजल्टहरु पनि लगभग यो सिस्टममा, अब लगभग तपाईको नयाँ सिस्टममा पुरानो रिजल्टहरु पनि लगभग सबै बसेको छ। कुनै रिजल्ट हेर्नु छुट्नु भएको छ भने पनि तपाईले यो सिस्टमबाट हेर्न सक्नुहुन्छ। अहिलेलाई चाहिँ हामी बीएड सेकेन्ड इयरको 2080 इयरको पार्शियलको एक्जाम हेर्न गइरहेको छ, जुन चाहिँ यहाँ सबसे तलमा हेर्नुस् त। यहाँनिर अब तपाईको जुन नयाँ प्राय यो सिस्टममा चाहिँ जुन नयाँ रिजल्ट भएको हुन्छ नि, त्यो नयाँ रिजल्टको चाहिँ सब यहाँ सकभर यही तलपट्टि नै सबसे डाउनमै आइरहेको हुन्छ हैन। त्यही भएर यसैमा हेर्नु होला। यहाँनिर 4 इयर बीए, बीएससी, बीएडको बीबीएस 2080 सेकेन्ड इयर पार्शियल। अब यसमा चाहिँ तपाई नझिकिनु होला कि यहाँ त बीए पनि भनेको छ, बीएससी पनि भनेको छ, बीएड पनि भनेको छ, बीबीएस पनि भनेको छ। यो मेरो चाहिँ हो कि हैन, किनभने रिजल्ट त अहिले त बीएडको मात्र भएको हो, बीबीएस बीएहरुको त भएको छैन। अब त्यसमा चाहिँ कन्फ्युज नहुनु, किनभने यो चाहिँ त्यतिखेर एक्जाम लिएको त्यो फ्याकल्टीहरुको है। किनभने 2080 सेकेन्ड इयर पार्शियलमा चाहिँ त्यसमा बीए को पनि एक्जाम भएको थियो, बीएससी को पनि भइसकेको थियो, बीएड को पनि भइसकेको थियो र बीबीएस को पनि भइसकेको थियो। अब तपाईले पछि चाहिँ तपाईको कुन चाहिँ फ्याकल्टी हो त्यो फ्याकल्टी सिलेक्ट गर्न सक्नुहुन्छ। सो अब तपाईले यहाँनिर त्यो जस्तै मैले यहाँ बीए के 4 इयर बीए, बीएससी, बीएड 2080 सेकेन्ड इयर पार्शियल भन्नेलाई सिलेक्ट गरे। अब सिलेक्ट गरिसकेपछि चाहिँ यसले चाहिँ यो चाहिँ तपाईको कुन चाहिँ एक्जाम भनेर छान्ने हो। अब बल्ल तपाईले आफ्नो प्रोग्राम छान्ने के। जस्तो अहिलेलाई एजुकेसनको मात्र रिजल्ट पब्लिस भएको कारणले गर्दाखेरि यहाँ एजुकेसनको मात्र आएको छ। पछि तपाईको बीए को र बीबीएस हरुको पनि तपाईको रिजल्ट भइसकेपछि चाहिँ यहाँ चाहिँ तल बीए र बीबीएस को पनि आउँछ। त्यतिखेर तपाईको अब बीए को हो भने बीए को छान्ने, बीबीएस को हो भने बीबीएस को छान्ने है। सो अहिलेको केसमा हामीले बीएड मात्र छान्छौँ। अब जस्तै ठीक छ, यस्तै तपाईले यसमा कन्फ्युज भइदियो भने यहाँनिर पनि हेर्न सक्नुहुन्छ है त। जस्तै 4 इयर बीए, बीएस तपाईलाई फर्स्ट इयरको यो भन्दा अगाडि रिजल्ट भएको त्यसको हेरौँ न हैन। त्यसो हेर्न त यहाँ सबैको आएको छ नि त, किनभने यो सबैको रिजल्ट भइसकेको छ नि त है। त्यही भएर
एक्जाम टाइप चाहिँ आफूले कुन हो त्यही छान्ने, त्यसमा कन्फ्युज नहुनुहोस् तपाईँ बिए बिएससी बिएड कुन कुन हो भनेर होइन। जस्ट तपाईँको इयर र तपाईँको कुन चाहिँ इयरको कुन चाहिँ वर्षको र कुन चाहिँ सालको हो तपाईँको त्यो छान्नुहोस्। त्यसपछि अब आएर तपाईँले आफ्नो फ्याकल्टी छान्ने है। त्यसपछि अब अहिलेको केसमा मैले बिएडलाई सेलेक्ट गरेँ। अब यदि यो भिडियोमा तपाईँलाई अझै पनि केही कन्फ्युजन छ भने चाहिँ कमेन्टमा तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ, म तपाईँहरूलाई अझै क्लियर पार्न सक्छु यसमा केही कन्फ्युजन भयो भने। सो अब त्यसपछि तपाईँको प्रोग्राम ड्युरेसन भनेको तपाईँको फर्स्ट इयर हो कि सेकेन्ड इयर हो कि थर्ड इयर हो कि फोर्थ इयर हो होइन। अब अहिले यहाँ सेकेन्ड इयरको आएको भएर यो सेकेन्ड इयरै भनेरै आउँछ यहाँ अफकोर्स। त्यसपछि यहाँ तल आएर अब तपाईँले तपाईँको सिम्बल नम्बर टाइप गर्ने। सो डेमोको लागि मैले एउटा सिम्बल नम्बर टाइप गरेँ है, तपाईँको सिम्बल नम्बर। त्यसपछि तपाईँले सर्च तपाईँको रिजल्ट देखाइसकेको छ यहाँनिर है सलक्क। सो यसरी तपाईँले आफ्नो रिजल्ट चाहिँ मजाले हेर्न सक्नुहुनेछ यो नयाँ सिस्टमबाट। याद गर्नुहोस् पुरानो सिस्टममा चाहिँ अब रिजल्ट पब्लिस हुँदैन, रिजल्ट पब्लिस हुनेको टियुको अहिले नयाँ result.tuexam.edu.np भन्नेमा है। अब यो रिजल्टमा मैले तपाईँलाई पहिला पनि कुरा गरिसकेँ, योभन्दा अगाडिको भिडियोमा हेर्नुहुन्छ भने तपाईँको रिजल्टमा जस्तै तपाईँको कुनैमा एब्सेन्ट भनेर आयो, तपाईँले एक्जाम दिनुभएको चाहिँ एब्सेन्ट भनेर आयो होइन। तपाईँको रिजल्टमा रेजिस्ट्रेसन नम्बर मिस्टेक भयो अथवा तपाईँको रिजल्टमा सिम्बल नम्बरहरू मिस्टेक भयो, नाम मिस्टेक भयो, त्यस्तो केही मिस्टेकहरू एरर छ भने चाहिँ कसरी सच्याउने त्यसलाई भन्ने बारेमा चाहिँ हामीले योभन्दा अगाडिको भिडियोमा हेरिसकेका छौँ। कृपया तपाईँले मेरो यहाँ डिस्क्रिप्सन बक्समा गएर पनि त्यो भिडियो बारेमा हेर्न सक्नुहुनेछ, किनभने यहाँ कति विद्यार्थीहरूको चाहिँ यो एब्सेन्ट आउने केसहरू धेरै नै हुन्छ, ताकि उनीहरूले एक्जाम चाहिँ दिएको हुन्छ तर रिजल्टमा चाहिँ उनीहरूको एब्सेन्ट आइदिइरहेको हुन्छ। सो तपाईँको पनि यदि त्यो रिजल्ट हेर्दाखेरि त्यस्तो आएको छ भने चाहिँ तपाईँले मेरो तलपट्टि डिस्क्रिप्सनमा मैले हाउ टु करेक्ट दि मार्कसिट लाइक जस्तै तपाईँको एब्सेन्ट केस, रेजिस्ट्रेसन नम्बर, मोबाइल रेजिस्ट्रेसन नम्बर, रोल नम्बर, नेमहरू सच्याउने कसरी भन्ने भिडियो चाहिँ मैले अगाडि बनाएको छु, त्यो भिडियोमा गएर हेर्न सक्नुहुनेछ है। अनि अर्को एउटा कुरा चाहिँ के हुन्छ भने कहिलेकाहीँ चाहिँ तपाईँको रिजल्ट देखाइदिरहेको हुँदैन होइन। तपाईँको रिजल्ट तपाईँले सिम्बल नम्बर हाल्नुहुन्छ तर यहाँनिर माथि चाहिँ तपाईँको रिजल्ट नट डिस्प्ले अथवा जस्तै यहाँनिर एउटा मैले गरौँ होइन, अर्कै मैले जे पाएँ त्यही नम्बर हाल्छु अहिलेलाई। सर्च गर्दा यहाँ हेर्नु त इन्करेक्ट इनपुट भनेर यहाँ माथि आयो नि होइन। त्यसरी नै इन्करेक्ट इनपुट अथवा रिजल्ट नट फाउन्ड भनेर त्यस्तो आइदिरहेको हुन्छ होइन। सो त्यस्तो केस आयो भने चाहिँ तपाईँले चाहिँ चुप लाएर बस्ने होइन कि तुरुन्त बल्खु गएर चाहिँ तपाईँको मेरो रिजल्ट चाहिँ यस्तो भएको कारणले गर्दा खै के भएर मेरो रिजल्ट चाहिँ आएको छैन भनेर तपाईँको सम्बन्धित फ्याकल्टीको गोप्य शाखामा गएर तपाईँले त्यो निवेदन चाहिँ पेश गर्नुपर्ने हुन्छ है। अब तपाईँले यो रिजल्ट पब्लिस भएको 35 दिनभित्रमा तपाईँले आफ्नो त्यो रिजल्ट नआएको अथवा एब्सेन्ट भएर आएको, एब्सेन्ट आएको भन्ने कुराहरू क्लेम गर्नु भएन भने चाहिँ तपाईँको चाहिँ त्यसपछि रिजल्ट तपाईँले पछि क्लेम गर्न पाउनुहुन्न है। यो कुरा याद राख्नुहोस् है। तपाईँले जस्तै तपाईँको रिजल्टमा यो अहिलेको रिजल्टमा एब्सेन्ट आयो, तपाईँले एक्जाम दिएको तर एब्सेन्ट आयो होइन, अथवा तपाईँको रिजल्टै यहाँनिर देखाएन भने तपाईँले रिजल्ट पब्लिस भएको दिनदेखि 35 दिनभित्रसम्म तपाईँले निवेदन दिएर क्लेम गर्नुपर्ने हुन्छ है। निवेदन दिएर बल्कु अफिसमा गएर निवेदन पेश गर्नुपर्ने हुन्छ। यस्तो भएको मेरो चाहिँ रिजल्ट आएको छैन अथवा मेरो रिजल्टमा चाहिँ एब्सेन्ट आएको छ भनेर है। अब तपाईँले 35 दिनपछि अथवा 35 दिन कट्यो भने चाहिँ तपाईँको चाहिँ त्यसपछि चाहिँ त्यो एब्सेन्ट छ भने त्यो एब्सेन्टै रहन्छ र तपाईँले फेरि ब्याक पेपरै दिनुपर्ने हुन्छ। त्यस्तो केसमा चाहिँ तपाईँले तुरुन्त रिजल्ट हेरेर आफ्नो रिजल्टमा त्यस्तो त्रुटिहरू छ भने चाहिँ छिटै नै गएर बल्कु अफिसमा गएर सच्याउनु होला है। पछि गएर तपाईँहरूको रिजल्टै आउँदैन र तपाईँहरूले ब्याक दिने बाहेक अरू केही अप्सन चाहिँ हुँदैन है। त्यही भएर हामीले रिजल्ट कसरी हेर्ने भनेर त बारेमा हेरिहाल्यौँ। अब यो रिजल्टको मार्कसिट चाहिँ तपाईँले कसरी प्राप्त गर्न सक्नुहुन्छ भन्दाखेरिमा चाहिँ अहिले यो जे पनि यो नयाँ सिस्टमबाट आउने रिजल्टहरू छ यो सबैको मार्कसिटहरू चाहिँ तपाईँको क्याम्पसले आफैले प्रिन्ट गर्न मिल्छ, जुन चाहिँ QR कोडवाला मार्कसिट आउँछ आजभोलि हो त्यो मार्कसिट पाउँछ। त्यही भएर तपाईँको क्याम्पसमै तपाईँले सम्पर्क गर्नुपर्ने छ है त। यसको लागि चाहिँ तपाईँले बल्कु अफिसले मार्कसिट प्रिन्ट गरेर क्याम्पसमा पठाउने काम चाहिँ अहिले चाहिँ गर्दैन, किनभने यो तपाईँको नयाँ सिस्टमबाट पब्लिस भइसकेको छ। यो सिस्टमले चाहिँ यो बल्कु अफिसले चाहिँ अथवा परीक्षा नियन्त्रण कार्यालयले चाहिँ नयाँ सिस्टम बनाएको छ, जुन सिस्टमले गर्दाखेरि चाहिँ क्याम्पसहरूले आफैले रिजल्ट पब्लिस भइसकेपछि चाहिँ उनीहरूले मार्कसिट प्रिन्ट गर्न सक्ने सुविधा छ।
त्यही कारण त्यसैले गर्दाखेरि तपाईले अब यो मार्कसिटहरु अब आउने आगामी दिनहरुको सम्पूर्ण एक्जामहरुको मार्कसिट चाहिँ तपाईले बल्कको परीक्षामा भर पर्नु परेन तपाईले त्यही आफ्नो क्याम्पससँगै लिनुपर्ने हुन्छ र क्याम्पसले तपाईलाई प्रिन्ट गरेर दिन्छ है सो यही सूचनामा पनि तपाईले हेर्न सक्नुहुन्छ लाभदायक पत्र चाहिँ सम्बन्धित क्याम्पसबाट नै वितरण हुनेछ भनेर है अब यदि तपाईले प्राइभेट पढ्नु भएको छ भने चाहिँ प्राइभेटको केसमा चाहिँ तपाईको बल्कको अफिसले नै उपलब्ध गराउँछ भने तपाईको प्राइभेट होइन कलेजबाट हो भने चाहिँ तपाईको मार्कसिटहरु कलेजले नै उपलब्ध गराउँछ लगभग रिजल्ट भएको सकेसम्म तपाईको यदि तपाईको मार्कसिटमा करेक्सन गर्नुपर्ने छ अथवा तपाईको एब्सेन्ट आएको छ भने चाहिँ त्यो क्लेम गरिसकेपछि मात्र मार्कसिट लिनु होला हैन भने तपाईको रिजल्टमा केही पनि त्रुटि छैन भने चाहिँ तपाईले रिजल्ट तुरुन्तै लिन सक्नुहुनेछ क्याम्पसले लगभग तपाईको रिजल्ट पब्लिश भएको 1 वीक भित्रसम्म त्यो सिस्टमबाट प्रिन्ट गर्ने सुविधा प्राप्त हुन्छ र उनीहरुले त्यो सम्पूर्ण मार्कसिटहरु क्याम्पसले प्रिन्ट गर्न सक्छ र तपाईलाई रिजल्ट प्रदान गर्न सक्छ सो यति नै रहेको छ आजको हाम्रो भिडियो सो यो भिडियोमा हामीले रिजल्ट आगामी अब आउने यो वार्षिक प्रणालीहरुको रिजल्टहरु हामीले टियु अथवा पनिकाको वेबसाइटबाट हामीले नयाँ वेबसाइटबाट चाहिँ कसरी हेर्न सक्छौं भनेरमा हेर्यौं र साथसाथै हामीले चाहिँ अबदेखि हाम्रो लाभदायक पत्र अथवा मार्कसिट चाहिँ हामीले कसरी करेक्सन गर्न कसरी प्राप्त गर्न सकिन्छ भन्ने बारेमा यो भिडियोमा हामीले हेरिसकेका छौं हजुरहरुलाई अरु केही जिज्ञासा छ भने कृपया कमेन्ट सेक्सनमा लेख्नु होला र अझै कुनै विषय सम्बन्धी भिडियो बनाउनु छ भने कृपया त्यो पनि हामीलाई कमेन्ट सेक्सनमा लेख्न सक्नुहुनेछ यदि यो हजुरलाई यो भिडियो मन परेमा यो भिडियोलाई चाहिँ सक्दो शेयर गरिदिनु होला ताकि सबै साथीभाइहरुले चाहिँ अब सजिलैसँग आफ्नो रिजल्ट हेर्न सकौं र अब त्यो रिजल्टमा भएको त्रुटि केही छ भने चाहिँ त्यो सजिलैसँग सच्याउन सकौं र अब नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र यो भिडियोलाई सकभर शेयर गर्नु होला फेरि पनि हामी अर्को नयाँ भिडियो लिएर आउनेछौं तबसम्मलाई बिदा दिनुहोस् नमस्ते